2 नम्बरका नायक अब हाम्रा वडा अध्यक्षज्यू यसरी ट्र्याक्टर फसेको छ। पाइप यहाँ तपाईँले हालिदिनु भएको छ होइन। अहिले ट्र्याक्टर मात्रै फसिएको छ, भोलिको दिन मान्छेको ज्यान पनि जान सक्छ। कृपया चाहिँ यो भिडियोलाई धेरै नै धेरै लाइक अनि कमेन्ट गर्नु। वडा अध्यक्षहरूदेखि यहाँ मेयरसम्म पुगाइदिनु गाइस। यतातिर पाइप हाले जस्तो वास्ता नगरेको हुनाले चाहिँ यहाँ ट्र्याक्टर यस्तरी फस्यो गाइस। अब धक्का हान्यो भने कसरी हान्ने, फसिहाल्यो नि यस्तो आवाज छ। पाइप त्यहाँ लगेर ठड्याएको छ। ल हेर्नुहोस् यस्तो आवाज छ गाउँघरमा, पुरा दोहोरो फसिहाल्यो। टाउको मात्र निकोलेको छ अगाडिमा, पछाडिको बाघ अझै निक्लेको छैन। यस्तो हालतमा फसिसकेको छ गाइस ट्र्याक्टर फुल त्यहाँ छ। 2 नम्बर वडा अचानक सरले चाहिँ छिटोभन्दा छिटो यहाँ पुलको निर्माण गरिदिनु पऱ्यो। त्यस्तो तलको पुल जस्तो यो दैलाई होइन मा कसमले 1 घन्टा अन्दा मथि लाग्यो होला कि ट्र्याक्टर निकाल्न यसरी फसिया छ कि त हेर सर।